यो चाहिँ हङकङमा बनिरहेको एउटा टनलमध्ये एउटा सानो टनल हो। यो चाहिँ एउटा एमटियर कुद्ने खालको ट्रेन कुद्ने खालको टनल हो है त। अब यसमा चाहिँ भन्नु पर्दाखेरिमा यो दुई साइड स्लरी पाइप छ होइन, जुन चाहिँ टिबिएमबाट खन्दाखेरि यसमा भेट गर्दाखेरि निस्किने निर्देशहरू एउटा लाइनबाट आउँछ भने अर्को लाइनबाट चाहिँ माथिबाट त्यो काट्नको लागि एउटा स्मुथ बनाएर पठाइने एउटा स्लरी भन्छ। त्यो स्लरी कतासम्म पुग्छ, टिबिएमको टाउकोसम्म पुग्छ है त। र यो त भयो दुईवटा पाइप लाइन आउने र जाने। अर्को छ यो हावाको पहेँलो, यो भेन्टिलेसन भन्छ, जुन चाहिँ बाहिर जमिनबाट फ्रेस हावा चाहिँ भित्र छिर्ने काम हुन्छ त्यसमा। रातो कलरको कलेजो कलरको हाई भोल्टेज केबल हो, 11,000 क्यापेसिटीको भोल्टेज हुन्छ यसमा होइन। भित्र लगाएको छ पाइपहरू, धेरै प्रकारको पाइपहरू जोडिएको छ। एउटामा सिलिकेट, एउटामा ग्राउट, एउटामा दुईवटा कुलिङ वाटरदेखि लिएर फ्रेस वाटरदेखि लिएर हावाको लाइन सुधा जोडान गरिएको छ। र यसमा भन्नुपर्दाखेरिमा यो 1.5 मिटरको सेगमेन्ट छ, 1 मिटर 500 को। त्यसमा 5 पिस जोड्दाखेरि एउटा रिङ बन्छ। त्यसरी रिङ बन्दै जोड्दै लगाएर जाने हो। म अहिले लगभग मेसिनको पछाडिपट्टि आइसकेको छु। सबैभन्दा अगाडि टाउको हुन्छ र यसको पछाडिमा चाहिँ आवश्यक चिजहरू सबै हरेक कुरा जोडिएको हुन्छ होइन। यो पछाडि सर्दै ग्रिजहरू छ। सेगमेन्ट चाहिँ यस्तो राखेको छ मिलाएर। जब अगाडि खनिसकिन्छ 1.5 मिटर, त्यस पछाडि यो सेगमेन्ट लगाएर फेरि फिटिङ गरिन्छ। यहाँहरू धेरै देख्न सक्नुहुन्छ, हरेक पम्पहरू, हरेक बल्बहरू देख्न सक्नुहुन्छ होइन। त्योभन्दा अब अगाडि चाहिँ पाइपको लाइनहरू देख्न सक्नुहुन्छ। हेर्नु होला यसरी यो चाहिँ कटाइ टिबिएमको कटाइको अगाडि हो होइन। वरिपरि ज्याक छ है, यो चलाउने मेसिन चाहिँ सबै थोक यहाँ क्याबिनभित्र छ। यो क्याबिनभित्र मेरो काम चाहिँ बबलको च्याम्बर रिफिल गर्ने हो। यहीँबाट सबै टिबिएमहरू चल्छ होइन, यहीँबाट चाहिँ चल्छ सबै है त। यहीँबाट चलाउने हो, यसरी छ होइन। सबै यसको हरेक कुराहरू मेन्सन यहीँ गरिएको छ होइन।